आज बिहानै खेतमा चाहिँ माछा निकालेको अवस्था। माछा खेतमा यसरी निकाल्ने गरिन्छ। धेरैजना मान्छेहरू उपस्थित भएर जालमा नर्मल खालको भन्दाखेरि पनि पोखरीभरि पुग्ने लामो जालको सहायताले चारतिरबाट घेर्दै 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 1-2 क्विन्टल माछा चाहिँ एकैचोटि निकालिन्छ। ल साथीहरू, आज खेतमा निकालेको माछा हेर्नुहोस्। तपाईहरुलाई पनि माछा खान मन छ भने सम्पर्क गर्नुहोला। हुन त 16 श्राद्ध लागिसक्यो। अब कोही महानुभावहरूले माछा मासु खानुहुन्न, तर हामी त एक दिन बिराएर माछा मासु त खाइराख्छौं। यदि तपाईहरुलाई पनि माछा खाने रहर छ भने सम्पर्क गर्नुहोला। यहाँहरुले माछा कसरी जालमा राखेर चाहिँ बाहिर निकालिन्छ भन्ने कुरा यो भिडियोबाट हेर्नुस्। यहाँहरुलाई कुनै चासो जानकारी छ भने सल्लाह सुझाव लिन सक्नुहुनेछ। वास्तवमा माछा पालन चाहिँ अलिकति सजिलो हुँदो रहेछ। अरू व्यवसाय भन्दा माछा पालन गर्यो भने एउटा पोखरी खन्यो, माछाको भुराएर हाल्दियो, दाना पानी अलिअलि हाल्दियो, नभए घाँसहरू अलिअलि हाल्दियो, अलिअलि पानीको मात्रा मिलायो। यसो गर्दा माछा चाहिँ निकाल्न सकिन्छ। थोरै भए पनि आम्दानीको स्रोत गर्न सकिन्छ। यो चाहिँ पर्सा चैनपुर खेततिर हो। तपाईहरुसँग पनि माछा पालनको कुनै जानकारी छ भने कमेन्टमा के कस्तो लाग्यो जानकारी गर्नुहोला। हेर्नुहोस्, माछाहरू उफ्रिराखेको छ। यी माछाहरूले जीवन र मृत्युको लागि चाहिँ तछाड मछाड गर्दैछ। वास्तवमा माछा मासु खाने कुरा, अर्काको प्राणी हत्या गर्ने कुरा त राम्रो होइन, तर के गर्नु, धर्ममै बलि दिने, धर्मबाट नै बलि चढाउनु पर्ने